आदरणीय महानुभावहरू नमस्कार, नमो नमः। म आज हजुरहरूको सामु ध्यान, मेडिटेसन र दिमागीय सचित्र भिजुअलाइजेसनको बारेमा महत्त्वपूर्ण भनाइहरू राख्न गइरहेको छु। ध्यान आफूभित्र खोज्ने, आफूभित्रको यात्रा, जुन विभिन्न विधिहरू छन्। श्वास प्रश्वासलाई हेरेर पलेटी मारेर बस्ने, ध्यान गर्ने सुरुवात, श्वास भित्र आइरहेको, श्वास बाहिर गइरहेकोलाई एकटक्क मनलाई अडाएर राख्ने भाव, जुन ध्यानको माध्यमबाट हामीले ज्ञान प्राप्त गर्न सक्छौँ। हाम्रो बाहिरी परिस्थिति जे जस्तो भए पनि हाम्रो भित्री मनस्थिति ठिक हुनुपर्छ। मनस्थिति ठिक राख्नको लागि हामीले ध्यान गर्नुपर्छ। भगवान गौतम बुद्धले पनि ध्यानबाट ज्ञान प्राप्त गर्नुभएको हो। हाम्रो शरीरमा विभिन्न प्रकारका द्वेष, क्लेश, रिस, राग, घमण्ड, अहङ्कारहरू हुन्छन्। त्यसलाई निमूलन गर्नको लागि ध्यान महत्त्वपूर्ण औजार हो। त्यसैले हाम्रो शरीरमा भएको एनाबोलिजम, मेटाबोलिजम, क्याटाबोलिजम अर्थात् वात, चित्त, कफलाई समभावमा राख्नलाई, त्यसलाई ब्यालेन्समा राख्नको लागि पनि हाम्रो ध्यान महत्त्वपूर्ण छ। योग महत्त्वपूर्ण छ। ध्यान पनि एक यौगिक प्रक्रिया हो। हामीले दिनको 2 पटक बिहान र बेलुका, नभए 1 पटक मात्रै बिहान शुभ मुहुर्तमा, उषा समयमा, जुन चाहिँ बिहानको 4 बजेदेखि बिहान 7 बजेसम्मको समयमा हामीले 1 घन्टा ध्यान गऱ्यौँ भने, योग गऱ्यौँ भने हाम्रो शरीर शारीरिक रूपमा, मानसिक रूपमा, आध्यात्मिक रूपमा हामी स्वस्थ रहन सक्छौँ, व्यस्त रहन सक्छौँ, मस्त रहन सक्छौँ। त्यसैले अहिलेको यो भिडभाडको जमानामा मानिसहरूले धन सम्पत्ति त कमाएका हुन्छन्, तर खानपानको विकृतिको कारणले गर्दा, मानसिक रूपमा चाहिँ विभिन्न प्रकारका विचारहरूले गर्दा उहाँहरू रोगी भइरहेको हुनुहुन्छ। हाम्रो मानव मनमा, मस्तिष्कमा एक दिनमा 60,000 भन्दा बढी विचारहरू प्रभावित भएका हुन्छन्। ती विचारहरूलाई नियन्त्रण गर्ने काम हामीले ध्यानबाट गर्न सक्छौँ। त्यसैले भनिन्छ नि, हामीले प्राप्त गर्ने सुखले चाहिँ हामी आनन्दित हुने भइदिएको भए भगवान बुद्धले किन चाहिँ राज परिवारलाई छोडेर, आफ्नो राजका त्यत्रो सम्पत्ति छोडेर वनमा गएर बोधि वृक्षको मुनि ध्यान गर्न पर्थ्यो र? महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित मुनामदन खण्डकाव्यमा जब मदन साथीहरूसँग लासामा सुन ल्याउनको लागि, धन ल्याउनको लागि जान्छन् र त्यहाँ दुःख पीडा, रोगी भएर, बिरामी भएर, अलपत्र भएपछि साथीहरूले छोडिदिन्छन् र त्यहाँको टिबेटियनले उनलाई सम्मानका साथ उपचार गरेर सहयोग गर्छन् र साथीहरू फर्केर आएर बुढी आमालाई र उहाँको अर्धाङ्गिनी श्रीमती मुनालाई मदनको देहान्त भएको कुरा सुनाएपछि उहाँहरू शोकले उहाँहरू पनि बित्छन् र आमा पनिको मृत्यु भएपछि, मुनाको पनि मृत्यु भएपछि जब ऊ सुन सम्पत्ति लिएर फर्कन्छ, उसलाई कुनै पनि प्रकारको त्यो सुख आनन्द प्राप्ति हुँदैन। त्यसैले हाम्रो भनाइ छ नि, लक्ष्मीप्रसाद देवकोटाले रचित त्यो मुनामदनमा, हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेसा आनन्दी मनले। त्यसैले आनन्द, मनमा आनन्द ल्याउनको लागि सबभन्दा प्रमुख हतियार भनेको ध्यान हो। ध्यान गर्नुपर्छ। ध्यानबाट चाहिँ हाम्रा विश्वलाई भाषा सिकाउने पाणिनि ऋषि, विश्वलाई धर्म सिकाउने वेदव्यास ऋषि, विश्वलाई विज्ञान सिकाउने पराशर ऋषि र सम्पूर्ण यो विश्व जगतको गुरु आदि शङ्कर, भगवान शिव, पार्वती, सम्पूर्ण देवादि सम्पूर्णको यो क्रीडास्थल, यो तपोभूमि योग र ध्यानको लागि प्रमुख स्थान हो नेपाल। र यहाँ नेपालमा अहिले भर्खरै हाम्रो ज्ञान विज्ञान प्रतिष्ठानका, जुन जीवन विज्ञानका गुरुहरू एलपी भानु र रमेश नेपालले उहाँहरूले प्रस्ताव गर्नुभएको आरोग्य नेपाल चाहिँ एउटा वेलनेस, आरोग्य केन्द्र हो। आरोग्य दिवस चाहिँ विश्वमा मनाइनुपर्छ। स्वस्थ रहनु भनेको शारीरिक रूपले, मानसिक रूपले, आध्यात्मिक रूपले,
पर्यावरणीय रूपले सम्पूर्ण ब्यालेन्समा रहनु नै स्वस्थ जीवन हो भन्ने चाहिँ त्यो सन्देश दिनको लागि त्यो पनि युएनमा दर्ता भएको छ र हामी गौरव गर्दछौँ। हाम्रो देश नेपालमा उब्जिएको यो चाहिँ कपिल ऋषि होइन, भगवान् बुद्ध, विभिन्न नाथ, गोरखनाथ, मच्छेन्द्रनाथ लगायत सम्पूर्ण गुरुहरू ऋषिमुनिहरूद्वारा प्रतिपादित यो पतञ्जलि ऋषिद्वारा प्रतिपादित यो योग र ध्यान यो हाम्रो जीवनमा लागू गर्नुपर्छ र ध्यानले तमसम ज्योतिर्गमय अन्धकारबाट उज्यालोतिर, अज्ञानबाट ज्ञानतिर हामीलाई डोर्याउँछ। ध्यानले मानवीयतालाई अभिवृद्धि गर्दछ। ध्यानले सन्तुलित विचार, सन्तुलित भावना, सन्तुलित जीवनको अभिवृद्धि गर्दछ र ध्यानीबाट हामी ज्ञानी बन्न सक्छौँ। गरौँ ध्यान, रहौँ, हाम्रो अभिवृद्धिलाई बढाउँ, हाम्रो ज्ञानलाई बढाउँ, ध्यानी बनाउँ, ज्ञानी बनाउँ भन्दै मेरा भनाइहरूलाई यहीँ अन्त्य गर्दछु। हस्त नमस्कार। नमो नमः। लासो फ्याफुल्ला टासिटेले झोरले सेवारो सेवा जोजोलप्पा तारेमाम। नमो नमः।